हर्के पहिले एक कुरा ठिकसँग बुझ। श्रमदानले देश बन्दैन। सफाई ढुङ्गा बोकेर फोटो खिचेर भिड जम्मा गरेर देश बनाएको भए नेपाल 50 वर्ष अघि नै बन्थ्यो। श्रमदान त 5% मात्र हो। देश बनाउन 95% हिस्सा भने एजुकेसन भिजन हो। इकोनोमी पोलिसी, रोजगार, हेल्थ सिस्टम, करप्सन कन्ट्रोल, टेक्नोलोजी, इन्फ्रास्ट्रक्चर यी हुन्। ढुङ्गा बोक्दैमा देश बन्ने हो भने दुनियाँका सबै विकसित देशहरू ढुङ्गा बोकेर नै बनिसक्थे। यो 21औं शताब्दी हो। दिमागले देश बनाउने जमाना। त्यो एटिट्युड, घमण्ड र म मात्र सही भन्ने प्रवृत्तिले देश होइन अहङ्कार मात्र बढाउँछ। हर्क सम्पाङको अहिले समस्या एउटै छ, आफू मात्र सक्षम, अरू सबै असक्षम। कुलमान गलत, महावीर पुन गलत, बालेन शाह गलत, रवि लामिछाने गलत, आफू मात्र सही। देश कहिल्यै पनि वान म्यान सोले बन्दैन। त्यतिबेला जेन्जी आन्दोलनमा बालेनलाई प्रधानमन्त्री बन्न प्रस्ताव राख्यो। म बन्दैन भने पछि तिमी आफै म बन्छु भन्दै अगाडि पनि आयो। तर जेन्जी तपाईँलाई बनाएनन् अनि रुँदै घर फर्किनुभयो। त्यसपछि बाटो बदलियो, बोली बदलियो, रिस, जलन, घमण्ड सबै सुरु भयो। म नेता लेजेन्ड, अरू सबै एजेन्ट भन्ने प्रवृत्ति तपाईँकोमा देखियो। र तिमीलाई अर्को डर पनि छ। रवि लामिछाने जेलमुक्त भएर आयो भने नेतृत्व कसको हातमा जान्छ भन्ने कुरा तिमीलाई धेरै डर लाग्छ। किनकि रवि त्यो मान्छे हो जसले देशका लागि निस्वार्थ भएर काम गर्छ। रवि जस्तो मान्छे यो धरतीमा जन्मिन पनि भाग्य चाहिन्छ। त्यसैले जय रवि, जय घन्टी, जय रवि लामिछाने। फेरि पनि एकचोटि हर्क सम्पाङलाई भन्न चाहन्छु, देश बनाउनेहरू एटिट्युड देखाउँदैनन्, भिजन देखाउँछन्। श्रमदान राम्रो हो तर त्यो 5% मात्र। देश बनाउने 95% हिस्सा रवि जस्ता भिजन, पोलिसी, लिडरसिप भएको मान्छेले पुरा गर्छ। हर्कले त्यो बुझ्न सकेनन्, त्यसैले आज ऊ सबैलाई गलत देख्छन् र आफू मात्र सही लाग्छ उनलाई।